आदरणीय सहयोगका मित्रहरू, माओ सेतुङले एकचोटि भन्नुभएको थियो, जनताहरू शान्तिका स्रोत हुन्। जसले जुन शासकले जनताको शान्तिको चाहनालाई बुझ्दैन, जनताको शान्तिको प्रभावलाई बुझ्दैन र जनताको शान्तिको चाहनालाई सत्ताको बोलद्वारा, दमनद्वारा कन्ट्रोल गर्छु, ठिक गर्छु, तह लगाउँछु भन्ने मूर्खता गर्छ अथवा त्यस्तो मूर्खाइ गर्छ, त्यस्ता शासकहरू इतिहासमा कहिले पनि नदेखिने गरी सिद्धिन्छन्, अन्त्य हुन्छन् र ध्वस्त हुन्छन् भनेर माओ सेतुङले भन्नुभएको छ। आज नेपालको इतिहासमा हामीलाई के अनुभूति भएको छ जनसमुदायहरू भने कि नेपाली जनताहरू शान्ति चाहन्छन्, नेपाली जनताहरू आफ्नो अधिकार चाहन्छन्, नेपाली जनताहरू परिवर्तन चाहन्छन्। त्यसको नेतृत्व गर्दै माओवादी पार्टी तपाईँलाई थाहा छ जनयुद्धबाट शान्ति प्रक्रियामा आयो। तपाईँलाई थाहा छ जनताको शान्तिको भावना, जनताको अधिकारको भावनालाई सम्बोधन गर्दै नेतृत्व गर्दै माओवादी पार्टी हतियारबद्ध युद्धबाट, हतियारबद्ध सङ्घर्षबाट शान्ति प्रक्रियामा सहभागी भयो। हामी विस्तृत शान्ति सङ्घर्षमा आयौँ, हामी संक्रमण कालमा आयौँ, आज हामी आइरहेका छौँ। त्यो क्रममा हामीले देख्यौँ कि अहिले पछिल्लो समयमा शान्तिको प्रतिनिधित्व गर्दै 33 दलीय मोर्चा पनि गठन भएको छ र जनताको आकांक्षालाई त्यसले प्रतिनिधित्व गरिरहेको छ। तर शान्ति चाहने जनताको भावना, शान्तिको नेतृत्व गर्ने माओवादी पार्टीको चाहना, शान्तिपूर्ण तरिकाले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन चाहे माओवादी पार्टी 33 दलीय मोर्चा र नेपाली जनताको आकांक्षामाथि आज अनौठो प्रकार, आज कल्पनै गर्न नसकिने प्रकारले घात हुँदैछ, कल्पनै गर्न नसकिने प्रकारले विश्वासघात हुँदैछ, धोका हुँदैछ। र जुन साथीहरूले, जुन मित्रहरूले, जुन दलका नेताहरूले हामीसँग शान्तिको निम्ति ल्याप्चा गर्नुभएको थियो, शान्तिको निम्ति सिग्नेचर गर्नुभएको थियो, शान्तिको निम्ति सहमति गर्नुभएको थियो, ती पार्टीका नेताहरू, ती पार्टीका कार्यकर्ताहरू अथवा ती पार्टीका नेताको नायकहरू हुन्, तिनीहरू रातारात जनतालाई धोका दिँदै फर्किनेतिर गइरहेका छन्। जनतालाई, जनताको विश्वासमाथि कुटराघात गर्दै, जनताको अपेक्षामाथि लाभ हान्दै, जनताको चाहनामाथि दुष्कर्म गर्दै ती नेताहरू अहिले उल्टोतिर फर्किन थाल्दैछन्। किनभने कुरा त शान्तिकै गर्छ। तपाईँले यसो हेर्नुभयो भने आजकल टेलिभिजनमा सबभन्दा बढी बज्ने शब्द भनेको शान्ति हो, सबभन्दा धेरै उच्चारण हुने शब्द भनेको शान्ति हो, सबभन्दा धेरै फलाकिने नेताहरूको मुखबाट वर्षिने शब्द भने शान्ति नै हो। तर घटनाक्रममा, व्यवहारमा तपाईँले हेर्दै जानुभयो भने जो नेताहरूले शान्तिको निम्ति भनेर माओवादीसँग सहमति गरे, जो नेताहरूले जनताको अधिकारको निम्ति भनेर सहमति गरे, हामी देख्दैछौँ उनीहरू 3 प्रतिशत विदेशी शक्ति केन्द्रको उत्साहमा लागेर, विदेशीहरूको सहरमा लागेर, विदेशीहरूको विधानमा लागेर नेपाली जनताको शान्तिको भावना विपरीत उनीहरूले कामहरू गर्नु। उनीहरू क्रमशः हामी देख्दैछौँ शान्तिको पक्षमा होइन, निरङ्कुशताको पक्षमा जाँदैछन्। उनीहरू परिवर्तनको पक्षमा होइन, यथास्थितिको पक्षमा जाँदैछन्। उनीहरू जनताको नेतृत्व होइन, मुठ्ठीभरि शासक वर्गको, मुठ्ठीभरि दलालहरूको, मुठ्ठीभरि निरङ्कुश तत्त्वहरूको नेतृत्व गर्नेतिर उनीहरू गइरहेका छन्। हामीले यो देखेका छौँ र हामी त्यसलाई खबरदारी गरेका छौँ। आदरणीय जनसमुदायहरू, तपाईँलाई थाहा छ नेपाली काङ्ग्रेस नामले भनेका थियौँ, रोल्पा गएको थियो नेपाली काङ्ग्रेस। मैले बारम्बार सभामा भन्ने गरेको छु, गिरिजा प्रसाद कोइरालाको प्रतिनिधि जति बेला माओवादी जनयुद्धमा थियो त्यति बेला रोल्पामा गिरिजा प्रसाद कोइरालाको प्रतिनिधि चिठी बोकेर गए र उनले के भनेका थिए भने यदि माओवादी पार्टी शान्ति प्रक्रियामा आउँछ भने, यदि माओवादी पार्टी सहमति गर्न तयार हुन्छ भने माओवादीले बन्दुकमा उठाएका एजेन्डाहरू, माओवादीले युद्धमा उठाएका एजेन्डाहरूलाई हामी शान्तिपूर्ण तरिकाले सम्बोधन गर्न तयार छौँ, हामी त्यसलाई लिखित ढङ्गले कानुनमा बदल्न तयार छौँ भनेर गिरिजा प्रसाद कोइरालाको मान्छेले रोल्पामा गएर हामीसँग सिग्नेचर गर्नुभयो। गिरिजाको मान्छे होइन, एमालेको त सिङ्गे नेता वामदेव गौतम, त्यो आएर फेरि उल्टो उल्टो भाषण गरेर हिँड्नुभएको छ। वामदेव गौतमले रोल्पा पुग्नुभएको थियो, वामदेवसँग युवराज न्याउली पनि रोल्पा पुग्नुभएको थियो र उहाँले पनि हामीलाई के भन्नुभएको थियो भने यदि माओवादीले शान्तिपूर्ण तरिकाले आफ्नो एजेन्डालाई उठाएर जान चाहन्छ भने जनयुद्धमा उठाएका माओवादीका एजेन्डालाई हामी सुन्न मान्न तयार छौँ भनेर उहाँहरू आउनुभएको थियो र स्वीकार गर्नुभएको थियो। हामीले ठान्यौँ कि सायद काङ्ग्रेसले धेरैपल्ट भण्डर खायो, काङ्ग्रेसले धेरैपल्ट ठक्करहरू खायो, काङ्ग्रेसको बुद्धि पलायो। अब काङ्ग्रेसले सायद जनतालाई धोका दिने, जनतालाई ठग्ने, जनतालाई अरू कुरोबाट अलमा ल्याउने गल्ती गर्ने छैन। हामीले बुझ्नु पर्यो यही चाहिँ हामीलाई लाग्यो कि एमाले पनि एउटा आन्दोलन बनाएको पार्टी भएको हुनाले सायद कुनै पनि धेरै पटक दुःख
कष्ट झेलेको छ, धेरै पटक ठक्कर खाएको छ र त्यसको पनि बुद्धि बोलाएर हामीले यो ठाउँ तर माओवादीले भन्नुहुन्थ्यो शासक वर्ग भनेको कस्तो अरे भने 18 परेको बेलामा चाहिँ पढाउने रुने इच्छाउने समर्पण गर्ने तर जब कुर्सीमा पुग्छ जब सत्तामा पुग्छ फेरि आफ्नो पुरानै बानी दोहोऱ्याउँछ र जनतामाथि दमन चलाउँछ भनेर माओवादीले भन्नुहुन्थ्यो। कांग्रेस एमाले म त भन्छु कांग्रेसले आफ्नो इतिहासको भूललाई दोहोऱ्याउँदैछ र कांग्रेसले रोल्पामा हामीसँग गरेको सहमतिलाई उल्टाउँदैछ, धोका दिँदैछ। एमाले उल्टाउँदैछ र धोका दिँदैछ। कांग्रेसको हामीले भन्ने गरेका छौँ कुकुरको पुच्छर ढुङ्गामा हालेको जस्तो 12 वर्षपछि पनि बाङ्गे हुन्छ भनेको जस्तो यदि कांग्रेसको बुद्धि नफिर्ने हो भने यदि कांग्रेसले गरेको सहमतिलाई स्वीकार नगर्ने हो भने आज यो चोकबाट ताबिलबाट हामीले भनेका छौँ कि स्वीकार नगर्ने हो भने माओवादीले भनेको जस्तो म चुनौती दिन चाहन्छु। नेपाली जनताले अहिले पनि शान्ति चाहन्छन्, नेपाली जनताले परिवर्तन चाहन्छन्। कसैको अधिकार छिन्ने कुरा नेपाली जनताले गरेका छैन, कसैलाई उत्पीडन गर्ने कुरा नेपाली जनताले गरेका छैन। माओवादी पार्टीले कसैलाई सताउने कुरा गरेको छैन। सिर्फ माओवादी पार्टीले यति भनेको छ जनसमुदायहरू 60 वर्षदेखि नेपालका किसानहरू लडे, 60 वर्षदेखि नेपालका दलितहरू लडे, 60 वर्षदेखि नेपालका मजदुरहरू लडे, 60 वर्षदेखि नेपालका युवाहरू लडे, 60 वर्षदेखि नेपालका जनजातिहरू उत्पीडित समुदायहरू लडेका छन्, राष्ट्रवादीहरू लडेका छन्। तर उनीहरूको अधिकार अहिलेसम्म संविधानमा लेखिएको छैन। संघर्ष गर्दाखेरि जति उनीहरूको पक्षमा वकालत गरिन्छ, जति जनताको पठान गरिन्छ, जब सत्तामा पुगिन्छ जनताका कुराहरूलाई गौरी र मिल्काउने गल्ती गरेको छ। जनताका अधिकारहरूलाई ठोकरीमा मिल्काएर मुठ्ठीमा पुट्टाउने आलिशान जीवन वैभव जीवन पुटाउने गल्ती गरेका छन्। आज पनि हामी के देख्दैछौँ भने त्यही गल्ती फेरि दोहोरिँदैछ। यदि यसो भयो भने इतिहासबाट पाठ सिक्ने हो भने कांग्रेसले पाठ सिक्ने हो भने एमाले पाठ सिक्ने हो र अझ म आज यो जोड्न चाहन्छु कि जनयुद्धको रगतबाट उब्रिएका त्यहाँबाट हुर्केर आएका प्रचण्ड र बाबुरामहरू पुच्छुर पुरेर कांग्रेसको एमालेको पछि लाग्दै विदेशी शक्ति केन्द्रको उक्साहट लगाएर नेपाली जनतालाई धोका दिन्छौ भन्ने कुरा जाने हो भने म चुनौती दिन चाहन्छु। जनताको शान्तिको भावना धार्मिक अधिकार कांग्रेसलाई छैन। जनताको अधिकार जनताको शान्ति चाहने भावनालाई भाट्य अधिकार नेपाली कांग्रेससँग छैन। जनताको शान्ति चाहने अधिकारलाई भाट्य अधिकार एमालेलाई छैन। जनताले शान्तिको अधिकार प्राप्त गर्न चाहने अधिकारलाई भाट्य अधिकार प्रचण्ड र बाबुरामलाई पनि छैन। यदि उनीहरू यो गल्ती गर्छन् भने उनीहरू जबरजस्ती सत्ताको आयोलाई भाट्य गरी जान्छन्, शान्तिलाई भाट्य जनताको अधिकारलाई खोज्ने जनतालाई दमन गर्नेतिरबाट सोध्छन् भने निरुकुष्ट अवस्था रहेर जनतालाई अधिकार त्यही बनाउनेतिर उनीहरूले षड्यन्त्र गर्छन् भने म चेतावनी दिन चाहन्छु। जसरी विगतमा राणा शासनहरूको अन्त्य भयो, जसरी पञ्चायती व्यवस्थाको अन्त्य भयो, जसरी राष्ट्रघातीहरूको अन्त्य भयो, नेपालको इतिहासमा त्यही बाटोमा त्यही पथमा त्यही खाल्डोमा नेपाली कांग्रेस पनि पुरिनु पर्नेछ, एमाले पनि पुरिनु पर्नेछ। म त भन्छु नचाहे पनि प्रचण्ड र बाबुरामको बाटो पनि त्यही खाल्डोतिर नै हुनेछ। यो कुरा निश्चित रूपले हामी के चाहन्छौँ भने आज जो एउटा कार्यक्रम भयो त्यसको एउटा सन्देश यो कार्यक्रमको आयोजन हामीले गर्यौँ। ठुलो भव्य जनसभा होइन तर यहाँ धेरै जुट्नु भएको छ साथीहरू, तपाईँलाई म धन्यवाद दिन चाहन्छु कि यो एउटा सांकेतिक कार्यक्रम मात्रै हो। हाम्रो देशमा जबरजस्ती एउटा जनचाहना विपरीत संविधान सभाको चुनावको नाममा सहभागीहरूलाई उल्लङ्घन गर्दै सम्झौताहरूलाई तोड्दै जनताको चाहनामाथि फेरि पनि एउटा निरुकुष्टवादी कदम चाल्ने प्रयास गरिँदैछ। नेपालको इतिहासमा जनहितका विपरीत चुनावको नाममा एउटा तानाशाही कदम, 4 दलीय तानाशाही कदम, अझको म भन्छु कि विदेशी शक्ति केन्द्रको इच्छामा दलालहरूको चाहनालाई लाद्ने जुन षड्यन्त्र हुँदैछ हाम्रो चाहना केवल त्यसको विरोध। आज यो तिनीहरूको कुरा नगर आज जनताहरूलाई भनेको सडकमा उक्लिएर नेवा राज्यलाई बन्द गर्दै यो सन्देश दिएका छन् कि हामी तपाईँले यसलाई सभापति भन्न सक्नुहुन्छ, तपाईँले यसलाई सानो विरोध प्रदर्शन पनि भन्न सक्नुहुन्छ, तपाईँले यसलाई गुनासो पनि भन्न सक्नुहुन्छ, यसलाई जनताको आवाज बुलन्द गरेर सभापति भन्न सक्नुहुन्छ। यदि शासकहरूको चेत फिरेन भने यदि शासन चलाइरहेका चाहका नेताहरूको बुद्धि फल्किएन भने तपाईँले यसलाई सानो सानो विद्रोह पनि भन्न सक्नुहुन्छ। आज जनताहरू सडकमा उत्रेका छन्, असन्तोष जाहेर गरेका छन्। तपाईँलाई थाहा छ रुसमा एकचोटि कस्तो भयो भने ती जनताहरू जहिले पनि शान्तिका पक्षधर हुन्छ। रुसको चार राजा भन्ने कुरा विश्वको एउटा शक्ति मानिन्थे, जहाँ जस्तो अहङ्कारी थियो ती जनतालाई उनीहरूले केही पनि मान्दैन थियो। एकचोटि तपाईँलाई सायद थाहा होला 1905 मा जनता यसरी नै छुटेर यसरी नै भेला भएर एउटा स्पिड पत्र तयार गरेर त्यहाँको पास्टालाई चिठी बुझाउने भनेर दरबारतिर गउँछ। उनले के भनेछन् भने जनताहरू खुसी छैन, तपाईँको कदमबाट जनताहरू सन्तुष्ट छैन, जनताहरू उनीहरूले चाहेको कुरा भएको मानेका छैनन्, त्यसले जनताको कुरा सुनिदिनुहोस् भनेर चार विरुद्धमा एउटा पत्र लिएर स्मरण पत्र लिएर बुझाउन जाँदा चारको सेनाले दमन गर्यो। चारले हत्याकाण्ड मचायो, चारले जनतालाई हेप्यो। त्यसरी जनताले यो भनेछन् कि हामी यसरी उत्रिएका छौँ।
सम्राट राजा महाराजा महोदय तपाईँ निकै नै ठुलो शक्तिशाली मान्छे हो हामीलाई थाहा छ जहाँसँग लाखौं सेना छ त्यो पनि थाहा छ जहाँसँग अकुत सम्पत्ति छ त्यो पनि थाहा छ तर तपाईँले भोका नाङ्गा किसानहरूलाई मजदुरहरूलाई सामान्य ठान्नु भएको छ भने हाम्रो करबाट तपाईँ अरबपति बन्नुभयो हाम्रो करबाट तपाईँसँग अकुत कोष खडा भएको हाम्रो करबाट तपाईँको हतियार किनेका हुन् हाम्रै करबाट तपाईँको सेना बनेको हाम्रै करबाट तपाईँको प्रहरी बनेको तपाईँ यदि जनताको स्वीकार गर्नुहुन्छ भने हामी यो चौरमा यही चोकमा हामी अन्तिम रूपले मर्नेछौँ या त हामी स्वतन्त्रता लिएर जानेछौँ एउटा सङ्घर्ष चारको विरुद्धमा जनताले चलाएका थिए त्यसैले शान्तिको आवाजलाई सुरुमा तपाईँले हेर्नुभयो भने जनताको प्रतिनिधित्व हो तर त्यसलाई अवहेलना गरियो भने त्यसलाई निर्णायक गरियो भने त्यसलाई न्यूनीकरण गरियो भने त्यसलाई व्यवस्था गरियो भने त्यो विद्रोह पछि तपाईँले थाहा पाउनुभयो त्यही एउटा सानो चिठी ल्याउने आन्दोलन त्यही चाडलाई स्मरण पत्र पुर्याउने आन्दोलन पछि चाडको सत्तालाई पल्टाउने चाडलाई मृत्युदण्डमा झुन्ड्याउने ठाउँमा गएर टुङ्गियो त्यसैले म के भन्न चाहन्छु समुदाय भने आज काठमाडौँमा जनतालाई अपिल गर्नुको लागि शासकहरूलाई सचेत बनाउनुको लागि दलका नेताहरूलाई सचेत बनाउनको लागि एउटा सडक आन्दोलन गरिएको छ 33 दलीय मोर्चाको नेतृत्वमा र जनताको भावनामा यो आन्दोलन गरेर हामी के भनेका छौँ भने दलका नेता महोदयहरू प्रचण्डजी झलनाथजी किसिमजीहरू तपाईँले जनताको कुरा सुनिदिनुहोस् हामी यो के अरे काबिलको चौकबाट आज विनम्रतापूर्वक आग्रह गरेका छौँ तपाईँले चालिरहेको कदम शान्तिको विरुद्धमा छ तपाईँले चालिरहेको कदम प्रजातन्त्रको विरुद्धमा छ तपाईँले चालिरहेको कदम संक्रमणकालीन व्यवस्थाको विरुद्धमा छ तपाईँले चालिरहेको कदम नेपाली जनताको चाहना भावना र स्वाधीनताको विरुद्धमा छ यसले कुनै न कुनै प्रकारले विदेशीहरूको सेवा गरिरहेको छ यसले कुनै न कुनै प्रकारले निरुपस्थाको सेवा गरिरहेको छ यसले कुनै न कुनै प्रकारले तानाशाही कदमको के अरे नेतृत्व गरिरहेको छ हामी आग्रह गर्दैछौँ प्रचण्डजी तपाईँ आज फेरि सोध्नु हाम्रो आन्दोलन आउँदैछ तपाईँहरू सबैलाई थाहा छ आन्दोलन आउँदैछ अरू डे टु डे आन्दोलन बन्दका कार्यक्रम हुँदैछन् र यदि तपाईँले सोच्याउनु भएन भने तपाईँले सोच्याउनु भएन भने आउँदो असोज 9 र 10 गते पुरै नेपाल बन्द हामी गर्दैछौँ पुरै नेपाल बन्द गर्दैछौँ हामी के भन्दैछौँ भने हाम्रो चाहना छ झलनाथजी सुशीलजी र प्रचण्डजी तपाईँ आज रातभरि सोच्नुहोस् भोलि पनि सोच्न पाइन्छ आवश्यकले भन्नुहुन्थ्यो गल्ती त गर्न पाइन्छ तर गल्ती सच्याउनु पर्छ गल्ती गरेको गरे भयो भने मूर्ख हुन्छ र त्यस्तो गल्ती गर्ने मान्छेहरूलाई दाह संस्कार गरिदिनुपर्छ भनेर भन्नुहुन्थ्यो हामी के भन्छौँ भने तपाईँहरूले गल्ती गर्नुभएको छ हामीलाई थाहा छ राम्रो एउटा अक्षम्य गल्तीहरू तपाईँहरू गर्दै हुनुहुन्छ तर सोच्नुहोस् आज सोध्नुहोस् भोलि सोच्नुहोस् तपाईँले राम्रोसँग सोध्नुहोस् तपाईँले चालिरहेको कदमप्रति नेपाली जनताहरू सहमत छैन हाम्रो आग्रह छ हाम्रो निवेदन छ तपाईँहरू भोलिसम्म तपाईँको निर्णयबाट पछि हट्नुहोस् तपाईँले जबरजस्ती चुनाव राज्य षड्यन्त्र गर्दै हुनुहुन्छ त्यो निर्णयबाट तपाईँ फर्किनुहोस् तपाईँ पछि हट्नुहोस् त्यो नेपाली राष्ट्रको हितमा छ नेपाली जनताको हितमा छ त्यो राम्रो हामी यो भनेका छौँ यदि तपाईँले त्यो गर्नु भएन भने त्यही कुरामा तपाईँले दमन गर्नु खोज्नुभयो भने आज न्यायमा देखिएको आन्दोलन आज काबुलमा 2-4 हजार मान्छेको रूपमा देखिएको आन्दोलन आज रक्तपातमा 2-4 हजार मान्छेको रूपमा देखिएको आन्दोलन यो 2-4 हजार मान्छे विरुद्ध लाखौं जनताको भावना छ यो काबुलमा यतिजना मान्छेहरू यति हुनेवाला छैन भोलि बिहान काबुलको सिङ्गै बस्ती तपाईँहरूको विरुद्धमा उर्लिनेवाला छ त्यही हामीले के भनेका छौँ भने तपाईँले सोच्नु यदि सोच्नु हुँदैन भने गल्तीहरूलाई दोहोऱ्याइहरू हुन्छ भने तपाईँहरूले आफ्ना कमजोरीहरूबाट पछि फर्किने सोचाइ बनाउनु हुँदैन भने तपाईँहरू तयार पनि हुन्छ हामी भनेका छौँ ठिक छ यदि माओवादीलाई तपाईँहरू दमन गर्न चाहनुहुन्छ भने यदि माओवादीमाथि तपाईँहरूले राज्य प्रयोग गर्न चाहनुहुन्छ भने आज कता टेलिभिजन र पत्रपत्रमा हेर्न पाइन्छ हामी सेना प्रयोग गरेर पनि ठिक गर्छौँ भन्ने कुरा तपाईँले सोच्नुभयो भने राज्य सरकार प्रयोग गरेर पनि माओवादीलाई दमन गरेर ठिक गर्छौँ भन्ने कुरा तपाईँले कल्पना गर्नुभएको छ भने 33 दलीय मोर्चालाई तल ल्याउँछौँ भन्ने सोच्नु भएको छ भने ओके हामी तयार छौँ हामीले के चुनौती दिन चाहन्छौँ जनसमुदायहरू हाम्रो सिधा कुरा के छ भने तपाईँ आफ्नो निर्णयबाट फर्किनुहोस् त्यो हित तपाईँ निर्णयबाट फर्किनुहुन्न भने तपाईँले हाम्रो गर्दनमा तरबार चलाउँदै हुनुहुन्छ हामीलाई थाहा छ हामी राम्रोसँग जानेका छौँ माओवादीको गर्दनमा तपाईँहरू तरबार चलाउन चाहनुहुन्छ नेपाली किसान मजदुरको गर्दनमा तपाईँहरू गोली चलाउन चाहनुहुन्छ 33 दलीय मोर्चामाथि तपाईँहरूले टुट बजाउन चाहनुहुन्छ त्यो हामीले बुझेका छौँ तर म यो चुनौती दिन चाहन्छु जनताको पक्षमा उभिएको माओवादी जनताको पक्षमा उभिएको 33 दलीय मोर्चा किसान मजदुर नेपालका युवा युवतीहरूको पक्षमा उभिएको माओवादी जनजाति दलितहरूको पक्षमा उभिएको माओवादी महिलाहरूको पक्षमा उभिएको माओवादी तपाईँले सिद्धाउने सोध्नु भएको छ भने त्योभन्दा पहिला आफ्नो गर्दन पनि थाम्दै गरे हुन्छ हामीले यो कुरा मैले कुनै बलाइचलाई होइन जनसमुदायहरू मैले भनेको मैले ढाँटेको कुरा होइन यो कुनै धम्की पनि होइन यसो भनेपछि सायद भोलि एउटा पत्रिकाले लेख्न सक्छ विप्लवले गर्दनै छिराइदिने कुरा गर्यो अस्ति मैले भन्दै नभनेको कुरा विराटनगरमा भन्दै नभनेको कुरा विप्लवले यो भने
हामी हतियार लुगाएका छौँ र हामी पड्काइदिन्छौँ भविष्यमा भने यस्ता उटपटाङ कुरा यो कुरा होइन। तर मैले यति नै भनेको तपाईँ जनताको कुरा सुन्नुहोस्, हतियारको जरुरतै पर्छ। तपाईँ शान्तिको पक्षमा उभिनुहोस्। युद्धको सम्भावना नै छैन नेपालमा। त्यो नेपाली जनताले युद्ध चाहेका छन्, त्यो नेपालका किसानले युद्ध चाहेका छन्। तपाईँ यो कुरा भन्न सक्नुहुन्छ। त्यो नेपालका मजदुरहरूले युद्ध चाहेका छन्, त्यो नेपालका महिला र दलितहरूले युद्ध चाहेका छन्, त्यो नेपालका जनजाति राष्ट्रवादीहरूले युद्ध चाहेका छन्। यो कुरा तपाईँ भन्न सक्नुहुन्छ। म त के भन्छु भने रातभरि बुक सिकाएर सिग्नेचर गर्ने, रातभरि विदेशी लैटोहरूमा थाएर राष्ट्रिय ठोक्ने, 12 बजे भने सन्धि उल्टाउने गिरिजा प्रसाद कोइरालाको अनुयायीहरू। म भन्छु कांग्रेसका नेताहरू, तिमीहरू नेपालको बुद्धिबाट चल, नेपालको किसानहरूलाई हेरेर चल, तिमीहरू मजदुरहरूलाई हेरेर चल, नेपाली जनतालाई हेरेर चल। तिम्रो बुद्धि ठिक हुनेवाला छ, हात मिल्नेवाला छ, शान्ति हुनेवाला छ। तिमीहरू दिनभरि नेपाली जनतासँग बस्ने, रातभरि 12 बजीसम्म विदेशीको हुस्की र मासु खाएर निर्णय बदल्ने विश्वास तिमीले गर्छौ भने तिमीहरूले रगतसँग साटिएका अधिकारहरू, रगतसँग साटिएका दस्तावेजहरूलाई भत्ती उडाउनेतिर जान्छौ भने हामीले भनेको कुरा यो मात्रै हो कि तिम्रै कारणले युद्ध जन्मिन्छ भने, तिम्रै कारणले अशान्ति जन्मिन्छ भने, तिम्रै कारणले नेपाली जनतामाथि युद्ध थपेर चाहन्छौ भने हामीले यति नै भनेका छौँ। हामी सम्पूर्ण रूपले बलिदान गर्न तयार छौँ। तिम्रो अगाडि आत्मसमर्पण कदापि स्वीकार छैन। आत्मसमर्पण यो देशमा सम्भव छैन। माओवादी पार्टी उभिएको छ। त्यसैले जनसमुदायहरू म तपाईँलाई के भन्छु भने हामीले न्यायको आवाज बुलन्द गरेका छौँ। हामीले कसैमा दबाव गरेका छैनौँ, हामीले कसैलाई उत्पीडन गर्ने कुरा गरेका छैनौँ, हामीले कसैलाई छिक्ने कुरा पनि गरेका छैनौँ। त्यसैले म के भन्छु भने हामी न्यायको पक्षमा छौँ, हामी सत्यको पक्षमा छौँ, हामी नेपाली जनताको पक्षमा छौँ, हामी नेपाल राष्ट्रको पक्षमा भएको हुनाले हामी पुरै तयार भएर हिँडेका छौँ। हामी पुरै तयार भएर हिँडेका छौँ र हामीले जो पनि भनेका छौँ कि केपीओलीले परिचालन गरेर नेपाली सेना परिचालन हुनेवाला छ। माधव नेपालले परिचालन गरेर नेपाली सेना परिचालन हुने छैन। धनराजले आदेश दिएर या सुशील कुमारले आदेश दिएर नेपालको प्रहरी परिचालन हुनेवाला छैन। म त के भन्छु भने तपाईँहरूले पनि हेर्नुपर्छ, नेपाली सेनालाई फेरि हेर्नुपर्छ, नेपालको प्रहरीले पनि हेर्नुपर्छ। सत्यको पक्षमा बुझ, न्यायको पक्षमा के छ? के तपाईँहरू विदेशी दलालहरूको पक्षमा लागेर नेपाली जनताहरूमाथि गोली बर्साउन तयार हुनुहुन्छ? के तपाईँहरू विदेशीको चासुकारहरू, विदेशीको दलाल खाएर उम्लिएका एजेन्टहरूको पक्षमा लागेर नेपालका किसान मजदुरहरूलाई तपाईँहरू गोली उडाउन तयार हुनुहुन्छ? मलाई लाग्छ त्यो सम्भव छैन। त्यसैले म त यो पनि भन्छु कि यदि कांग्रेसले कुरा बुझेर नेपाली सेनालाई आदेश दिएर माओवादीलाई दमन गर्छु भन्ने सोच्नु भने, यदि एमाले प्रचण्डजीहरूले पनि दमन गरेर सिद्धान्त भन्ने सोच्यो भने तपाईँको पनि सोचिरहेको होला नेपाली सेनालाई हामीले उचाल्यो भने त्यो बन्दुक हामीतिर होइन, तपाईँतिर सोच्नुपर्छ। त्यसैले अन्तिममा के भन्न चाहन्छु भने आजको एउटा साङ्केतिक आन्दोलन हो। यसलाई तपाईँले भव्य सहयोग गर्नुभयो। म साबिनवासी जनसमुदायलाई धन्यवाद दिन चाहन्छु, काठमाडौँवासी जनसमुदायलाई धन्यवाद दिन चाहन्छु, नेवारका जनतालाई धन्यवाद दिन चाहन्छु। यसमा सहभागी बन्नुभएको नौजवानहरू, हाम्रा मजदुरहरू, हाम्रा दिदीबहिनीहरू, काठमाडौँका जनताहरू, बुद्धिजीवीहरू सबैजना सहभागी बन्नुभयो। जातीय दलका मोर्चाका साथीहरू, म तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। हृदयदेखि तपाईँहरू सबै तयार हुनुहोस्।